कहाँदेखि आउनु भयो तपाईँ? कुस्मादेखि। कुस्मादेखि आउन कति बेर लाग्छ यहाँ? लाग्छ 8 घन्टा 9 घन्टा। 9 घन्टा लाग्छ। अनि मलाई पुगेको त अस्ति आइपुगेको। हिजो चाहिँ बिहान 7 बजे यहाँ आइपुगेको थियौँ सबै टेस्ट लिएर, तर हिजो पालो पाइएन। अनि आज बल्ल 3 बजे बोलाउनु भएको, आज बल्ल अहिले 9 बजे पालो पाइयो। 9:30 बजे। अरु अनि हिजो रिसाएर जानुभयो? रिसाएर गएको हिजो। किन रिसाउनु भयो? अब यत्रो बेरसम्म पालो पाइएन, त्यहाँदेखि फोन आनेर आएको, नाम टिपिदिनु भयो भने छ, नाम पालै आएको छैन। अनि तर पछि चाहिँ खुसी लाग्यो। किन खुसी लाग्यो? एकदम राम्रोसँग हेर्नुभयो। अनि एकदम उहाँको चाहिँ उपचार एकदम राम्रो छ। उपचार भन्दा पनि कुराकानी राम्रो छ। कुराकानी राम्रो छ, सरसल्लाह राम्रो छ, होइन? आफ्नो फ्यामिली मेम्बरसँग बसेर कुरा गरे जस्तै हुन्छ, होइन? मलाई भेटेर डक्टर भेटेको जस्तो लाग्यो कि आफ्नै साथी भेटेको जस्तो लाग्यो? अब मेन कुरा त अब भगवान भेटे जस्तो लाग्यो। साथी भेटे जस्तै लाग्यो होला, हैन? मेरो कुराकानीमा त्यस्तो केही छ? म कति नजिक बस्छु, पेसेन्टलाई हेर्छु, कति नजिकसँग कुरा गर्छु, तपाईसँग पनि नजिकै बसिरहेको छु, छ कि छैन? मेरो मनमा कुनै भेदभाव छुवाछुत त्यस्तो छ कि छैन नि? त्यो सबभन्दा ठुलो कुरो। र मैले सबै कुरो एकदम सिम्पल भाषामा बुझाउँछु, ओके नि? त्यति मात्रै हो। अरू त म भगवान होइन नि त। भगवानै हो नि हाम्रो होइन लागि त। होइन होइन होइन, भगवानको अगाडि हामी सबै कठपुतली हौँ, ओके नि? अनि हामी उहाँको इसारामा चल्ने हो। तर भगवानको शक्ति जस्तै हामीले भगवानलाई केही प्रार्थना गऱ्यो नि, हामी आशमा बसे जस्तै हजुरले पनि केही भनेर हामी हजुरले भने अनुसारै हामी गऱ्यौँ भने त हजुर त झन् भगवानै हो नि त। अब हुनसक्छ मान्नेले, अब मान्छेलाई भगवान पनि मान्न सक्छ, मान्नेले ढुङ्गालाई भगवान पनि मान्न सक्छ, नमान्नेले त ढुङ्गालाई साधारण ढुङ्गा पनि ठान्न सक्छ, होइन? त्यसो भए अब जाने कति दिनमा बोलाएको छु मैले? अब 2 महिनाको औषधि दिनुपर्छ। अब कहिले बोलाउनुहुन्छ? ल भेरी गुड। ल उहाँलाई राम्रो लाग्यो अरे मठीमा आएर, तर मलाई त खै, मैले त केही पनि गरे जस्तो लागेन। तर हो, मैले चाहिँ समय दिएको छु, 2 जनालाई 2 घन्टा समय दिएको छु मैले। छोरा के अरे आमा र छोरी आउनु भएको छ, 2 जनालाई 2 घन्टा समय दिएको छु। खासमा उहाँ पनि टिकटक स्टारै हो है, टिकटकमा बहुत फेमस छ, भाइरल छ, होइन? अलिअलि भाइरल छ। जे होस्, खुसी लाग्यो तपाईँहरूले भेटेर पनि, यतिको धैर्यताका साथ बसिदिनु भयो, मलाई पनि धेरै खुसी लाग्यो। भने हो ल बस सबै कुरो ठिक छ। हस् त, तपाईँहरू सबैलाई ल कुस्माका समस्त भनौँ कुस्मावासीहरूलाई मेरो तर्फबाट नमस्कार।